आजको हाम्रो केन्द्रीय समितिको बैठक र स्थान परिवर्तन गरेर हामीले 2 बजे यहाँ सुरु गर्यौँ दियालोमा र यसमा हामीले राष्ट्रिय महाधिवेशनको तयारी सम्बन्धमा, महाधिवेशन प्रतिनिधि सम्बन्धमा, महाधिवेशनका प्रस्तुत हुने प्रतिवेदनका सम्बन्धमा, विधान संशोधनको सम्बन्धमा विविध भनेर 5वटा एजेन्डा राखेर हामीले बैठक सुरु गर्यौँ। आजको बैठक तोकिएको समयभन्दा अपेक्षा गरिएको भन्दा निकै नै लामो रह्यो। तर पार्टी उपसभापति डाक्टर स्वर्णिम वाग्लेज्यूले भन्दै हुनुहुन्थ्यो ऐतिहासिक घडीहरूमा कहिलेकाहीँ हतारो गरिँदैन भनेर। आज राष्ट्रिय स्वतन्त्र पार्टीको लागि र नेपालको राजनीतिको लागि पनि महत्त्वपूर्ण दिन हो, किनकि यस देश सङ्घीय सदन केन्द्रीय सरकारको सुपर मेजोरिटीमा रहेको पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनको पूर्व सन्ध्यामा भएको र यस कार्यकालको अन्तिम केन्द्रीय समितिको बैठक भएको कारणले गर्दा कतिपय कुरामा हामीले जान हतारो गरेनौँ, किनकि यो महत्त्वपूर्ण थियो। आज केही तथ्याङ्कहरू तपाईँहरूको लागि महत्त्वपूर्ण होला, त्यो जानकारी गराएर र मेरा साथमा रहनुभएका हाम्रा पार्टीका माननीय द्वय सचिवालय सदस्य द्वयको उपस्थितिमा हामी केही कुरा थप्नेछौँ। जस्तै अहिलेसम्म पालिकाहरू 753 मध्ये 610वटा पालिकाको अधिवेशन भइसकेको र अधिवेशन पश्चातका प्रतिनिधिहरू यहाँ आउँदै हुनुहुन्छ। प्रतिनिधिको सङ्ख्यामा अहिलेसम्म भन्नाले यो मिटिङ सुरुवात भएको अवस्था मानव अपराह्न 1 बजेसम्मको अवस्थामा 3818 जना अहिलेसम्मको अपडेटेड रजिस्ट्रेसन आएको, जुन भेरिफाई गर्न बाँकी छ। कतिवटा डुप्लिकेसन हुनसक्छ, तर दस्तुर दिइएको यति छ र 5000को दरले तिर्दै हुन्छ। 6वटा प्रदेशको अधिवेशन सकिसकेको छ। मध्य प्रदेशको केही प्राविधिक कारणले गर्दा बाँकी रह्यो, तर सहभागितामा लगभग सन्तुलित सहभागिता त्यो प्रदेशबाट पनि रहनेछ। 64वटा जिल्लाको अधिवेशन सकिएको छ। 13वटा जिल्लाबाट पूर्व समितिको तर्फबाट सहभागिता हुनेछ। वडाहरू 4063वटा वडा अधिवेशन सकिएर त्यहाँबाट सहभागिता वा त्यहाँबाट प्रतिनिधित्वको लागि प्रक्रियामा अगाडि रहनु भएको छ। निर्वाचन क्षेत्र 165वटा मध्ये 100वटा निर्वाचन क्षेत्रको त्यहाँको अधिवेशन सकेर प्रतिनिधित्व हुँदैछ त्यहाँबाट। यी तथ्याङ्कहरू रहेको छ। अहिलेको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टीको साधारण सदस्य 5 लाख नागिसकेको तथ्याङ्क महामन्त्रीज्यूबाट सङ्गठन विभागको प्रमुखज्यूबाट हामीले पाएको छ। र यसमा पार्टीका उपसभापति डाक्टर स्वर्णिम वाग्लेज्यूले अन्तिममा बोल्दै गर्दाखेरि उहाँले 3वटा पक्ष महत्त्वपूर्ण रहेको अहिलेसम्मको यात्रामा नेतृत्व, नीति र सङ्गठन। नेतृत्वले जुन किसिमको सङ्घर्ष गरेर जुन किसिमको जोखिमहरू मोलेर यहाँसम्म पुर्याउनु भएको छ, आफ्नो नेतृत्वमा त्यसप्रति उहाँले कृतज्ञता, आभार र सम्मान व्यक्त गर्नुभयो। नीतिगत रूपमा हामीले गर्नुपर्ने अहिलेसम्मको स्पष्टता छँदैछ, तर यसमा थप स्पष्टताको लागि प्रक्रियागत रूपमा हामी अगाडि बढेर गर्नुपर्ने कामहरूको बारेमा पनि उहाँले चर्चा गर्नुभयो र सङ्गठन निर्माणको लागि हामी जसरी अगाडि बढिराखेका छौँ त्यसको चर्चा पनि गर्नुभयो। मैले आफ्नो उपसमितिको तर्फबाट केही कुराहरू स्पष्ट गर्ने क्रममा भनेको थिएँ आज कि माघ 21 जेनजी आन्दोलन पश्चातको फागुन 21 को निर्वाचनले जुन मत हामीलाई दिएको छ त्यो मत आम्दानी हो। तर अब संस्थागत अभ्यास गर्दै हामी अगाडि बढ्ने जुन प्रयासमा छौँ, यसले ती आम्दानीहरूलाई सम्पत्तिको रूपमा परिणत गर्नलाई हामीलाई सघाउनेछ। अभियान र राजनीति फरक कुरा हो। एक्टिभिजम एन्ड पोलिटिक्स इज डिफरेन्ट। हामी अहिले धेरै हदसम्म अब एक्टिभिजमबाट रियल पोलिटिक्समा कन्भर्ट हुँदैछौँ। संस्थागत रूपमा, प्रक्रियागत रूपमा हामी कन्भर्ट भइराखेको छौँ। यही कुराहरू भएको छ।
यहाँ विधान मसौदाको सुझाव समितिमा पनि सहभागी हुनुभएको माननीय गणेश पराजुलीज्यू पनि हुनुहुन्छ। केही विधानको कुराहरू उहाँले पनि सुन्नुहोला। 18वटा उपसमितिहरू बनाइएको थियो, 6 उपसमितिको तर्फबाट, जसमध्ये 3जना हामी एक-एकवटा उपसमिति संयोजक पनि छौँ। हाम्रो तर्फबाट प्रचार प्रसार समाचार सञ्चार माध्यमहरूसँग मिडियासँग कोर्डिनेट गर्ने उपसमितिको संयोजकत्वमा छु म। मेरो तर्फबाट केही अपडेट तपाईँहरूलाई प्लस तपाईँहरू मार्फत विभिन्न सञ्चारकर्मीहरू भोलि जुन सहभागिताको तयारीमा हुनुहुन्छ उहाँहरूलाई केही अपडेट गराएर मेरो कलिगहरूलाई रिक्वेस्ट गर्नु उहाँहरूको तर्फबाट अपडेटको लागि प्रचार प्रसार र समाचार सङ्कलनको लागि आउने साथीहरूको लागि हामीले भोलि उद्घाटन समारोह क्षेत्रको छेउमा हामी जाँदै गर्दाखेरि त्यसको लेफ्ट साइडमा हामीले एउटा बेन्च डेस्क बनाउँदैछौँ, जसमा 60जना एकचोटिमा बसेर तपाईँहरू काम गर्न सक्नुहुनेछ। त्यहाँ कुलिङ सिस्टम हुन्छ, ड्रिङ्किङ वाटर हुन्छ र त्यसपछि तपाईँहरूको लागि इन्टरनेट कनेक्सन, पावर कनेक्सन सबै हुन्छ। त्यहाँ हामी काम गर्छौँ। पानी पर्यो वा कुनै त्यस्तो अवस्था आएमा त्यसको ब्याकअप पनि तयार गरेको छौँ। पर्सि 2 दिनको लागि हुने कार्यक्रम बन्द सत्र दौरान तपाईँहरूले बसेर काम गर्ने, समाचार सम्प्रेषणको लागि आफ्नो एडिटोरियल रूपमा पठाउने त्यो प्रक्रियाको लागि सिएनआईको जुन कार्यालय छ त्यसको माथि एउटा मिटिङ रुम छ। त्यहाँ हामीले एक पटकमा लगभग 40जना बसेर काम गर्न सक्ने जग्गा, कन्डिसन र वासरुम, ड्रिङ्किङ वाटर सबै चिजको व्यवस्था गरिएको छ। त्यहाँ पत्रकार बाहेक अरूलाई प्रवेश दिने छैन, किनभने अननेसेसरी डिस्टर्बेन्सेसहरू नहोस् भनेर। यो बाहेक तपाईँहरूलाई कुनै किसिमको आवश्यकता भएमा प्रचार प्रसारको उपसमिति छ र मेरा अरू कलिगहरू, सदस्य साथीहरू पनि हुनुहुन्छ। हामीहरू उपस्थित नै रहन्छौँ, सम्पर्क नै रहन्छौँ यो कुरा। र यसमा हामीले तपाईँहरूलाई यो 4थो स्थापना दिवस र हाम्रो पार्टीको पहिलो राष्ट्रिय महाधिवेशन दौरान हामीले 4 क्याटेगोरीमा मिडिया कोअर्डिनेसनलाई बाँडेको छौँ। एउटा डिजिटल मिडिया, एउटा हामीले कन्भेन्सनल मिडिया भनेको छौँ, एउटा इन्टरनेसनल मिडिया र अर्को सोसल मिडिया भनेको छौँ। हामी 4वटा यसको सब कोअर्डिनेटरहरू राखेर तपाईँहरूको सम्पर्कमा तपाईँहरूलाई समन्वय गर्नको लागि आवश्यकता अनुसार लागि जानकारीको लागि म सम्पर्क मिडियाको जुन वाट्सएप ग्रुप छ त्यहाँ पठाइदिनुलाई केही परेको आवश्यक परेको उहाँहरूलाई सम्पर्क गर्न सक्नुहुनेछ भन्दै मैले मेरो तर्फबाट ठुक्याएँ। अरू किन प्रश्न